शाहरुख खानको पोज है शाहरुख खानको पौडी खेल्न आएको है गौडा ड्रोन शट So hello guys and welcome back to another new video. र आज चाहिँ हामी कहाँ आएको छौँ भन्दाखेरि हामी चाहिँ आज पौडी खेल्न आएको है गौडा आउँदा आउँदै एकदम यस्तो धुम्यो नि यस्तो धुमेर हो यहाँ लास्टै तनाव भयो क्या अहिले यहाँ के भयो भन्दाखेरि चाहिँ अब उहाँ घरमा हुँदाखेरि चरक्क परिरहेको थियो घाम र गर्मी भएर आएको यहाँ त आउँदा आउँदै एक्कासी हामीलाई जाडो फिल भयो भन्छ हैन इंग्लिशमा हैन आउँदा आउँदै जाडो हो यस्तो धुमिरहेको छ अनि हामी चाहिँ यहाँ को छौँ भन्दा यता हाम्रो दादा हेलो यता अर्जुन दाइ हेलो शान्ति वार्ड नम्बर 7 को हैन 5 को 7 मा छ यो त 7 त छैन होला यो 6 पनि हैन तर उयो पर्छ होला रे यो 6 मा त नि हेर हो यो के यसो हान्दिउँ भनेर हैन यसो के एउटा के प्रस्ताव पाक्दैन भाइको भगमा अहिले यहाँ भिडियोमा देख्नुहुन्छ तपाईहरुले हैन स्विमिङ हानिन्छ कि हान्दैन अब खै क्रोकोडाइल स्टाइलको हो कि अहिले पानी डल्फिन स्टाइलको क्रोकोडाइल स्टाइलमा हान्नुपर्छ अहिले पानी चाहिँ खासै छैन जस्तो लागिरहेको छ यहाँनिर चाहिँ हामीसँग यता दोर्चे यता थुप्रो छौँ 3-4 जना दोर्चे थुप्रो छौँ तर एकदम अब यहाँ आउँदा आउँदै यहाँनिर चाहिँ अहिले अब धुमेर लास्ट गाह्रो भयो बाटो फेरि यस्तो छ अब यिनीहरू खेल्ने चाहिँ पानी अलिक छैन भन्दैछ कस्तो हुन्छ खोलाले त हामीलाई सरप्राइज हान्दै त नि ए पानी भनेको त यति हो पहिला त कम त ठुलो थिएन पानी अन्त ल पौडी खेल्न आएको अरे पानी पनि यस्तो काममा त म ढिलो गर्दिनँ नि त लु चस्मा त म दिइहाल्छु नि लु चस्मा ल लु इन्टरभ्यू लिनु त यो भनेको स्विमिङ चस्मा हो नि त अनि स्विमिङ गर्न आएको हैन त स्विमिङ गर्न अनि लु लुकले त मारेको छ त अनि तडा हाल जाने एकदम अलिकति छाती खोला न अलि छाती खोला न छाती खोला न सास नफेर्न 5 मिनट 10 मिनटसम्म आफै फुलेर आउँछ ए नजिकबाट कुर्सीमा बसेर अरे ल म यहाँ बस्छु होइन लु दाउदै त्यहाँबाट सोध्ने होइन कस्तो दामी पानी निकाल्नु पर्यो नि पानी निकाल्नु त खोलाको पकारमा सोधे जस्तो भयो लु 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 हो त्यहाँ बस्नु नि त पानीको छेउमा लु ढ्याक्क बसेर इन्टरभ्यू लिनु एउटा शाहरुख खानको पोज पनि हानिदिनु पर्यो यस्तो हात एउटा शाहरुख खानको पोज है शाहरुख खानको ढुङ्गा चाहिँ यत्रो छ आम्मै यता नि भिर यत्रो भिर यता पनि भिर बिचमा जस्तो पानी छ त्यही पनि आज पानी छैन यो पानी अहिले चाहिँ अलिक सानो रहेछ यत्रो पानी चाहिँ कचक के छ यार अर्को पैसपछि आउनु हुँदैछ बस रास्तो लाङ्गी दुईजनाको निकै खोड बारी चढिरहेको छ एली सरबत पानी खाएपछि केटा तछाड मछाड गर्छन् एकदम ठिक छ ल अब हिँडेर हान्ने हो जम्मैजना पस्यो भने तर पानीमा मर्दै
जम्मैजना छिरो भने अड्दैन यार ठाउँमै लु अब विशाल दाइको पालो लुगा खोलेर हान्दिउँ ए समुद्र देखाइदिनु ए नजिकबाट देखाइदिनु सेक्का पोल्ने दाउरा नभेटेर तनाव यहाँ फेरि दाइले यत्रो निकाल्दैछ नि यत्रो दाइ भरे भिरै लड भने यो त आम्म कत्रो छ भिराउने कुन चाहिँ तानु दाउरा पनि जम्मैजना सेक्का पोलेर सकिसकेको छ दाउरे ल अब चाहिँ हामी यो दाउरा लगेर चट्ट सेक्का पोलेर चाहिँ खाने हो अनि नुहाउने त्यसपछि जाने हो अब पोल्ने मान्छे काम दिँदैन पाएछ अरे बाघले त काँचै खान्छ अरे बाघले त काँचै खान्छ के पाकेर खानु भन्दैछ यसले अलिक मजाले बोल बाघले काँचै खान्छ बाघले त काँचै खाने हो त हो काँचै खाने काँचै खान्छ क्या ल अब नुहाइन्छ लु नुहाउनु where the shadows play, the wind hums songs at the break of day. यत्रो बेर नुहाइसकिसक्यो अझै हाम्रो सेक्का चाहिँ रेडी भइसकेको छैन बल्ल अलिअलि हुँदै यो चाहिँ फेरि चाखेको अलिअलि पाक्छ यसले हानिदिइहाल्दो रहेछ साला सेक्का रेडी भएन यार हाम्रो डली चायवाला एक कौवा बिरयानी चिकन बिरयानी खाए थे 5 रुपए वाला चिकन बिरयानी भैया वो कौवा बिरयानी है अब खाइएगा कौवा बिरयानी तो मोहम्मद रफी जैसा आवाज थोड़ा ही आएगा कौवा बिरयानी कौवा बिरयानी त्यस्तो देखेको छ र छैन ल यो चाहिँ हाम्रो लास्टको अब सेक्वा एकदम रेडी भएको छ जम्मै अब खाँदै जाने हो ल हाम्रो यता हाम्रो धुलानीबाट पनि भाइ आएको रहेछ हो ल ल चोल्टी खाऊँ ल ल ल ल लास्ट होइन अर्जुन दाइ कौवा बिरयानी एकदम दामी छ एकदम दामी हाम्रो गौडाको यो एकदम यता चाहिँ जुस खाँदै यता चाहिँ हामी चाहिँ जुस मात्रै खान्छौँ अरू चाहिँ सबै वाल भइसक्यो एक्सट्रिम है एक्सट्रिम अरू चाहिँ वाल भइसक्यो हामी जुस खान्छौँ पुरै एक्सट्रिम है पुरै एक्सट्रिम यताको चाहिँ फुल एक्सट्रिम के भएको त ओ भाइ अर्को पालदेखि त पस्दैन अघि बस्दो रहेछ कि एउटा पिस पाक्छ नि टिपेर खप्पा हाल्दो रहेछ भन्दैछु त म यहाँ कामै दिँदैन मैले पनि त्यही काँचो भन्दै बोसो भन्दै भित्राउँदै खाँदैछु नत्र नि हानिदिइहाल्छ उसले हो भाइ हो पोलो कुन पाक्छ टपक खप्पा हालिदिइहाल्दो अब चाहिँ भाइले पल्टाउँछ होला भन कि टपक्क मुखमा हानिदिन्छ अनि के गर्नु भने अब चाहिँ हामी नुहाइ पनि सक्यो ल अब चाहिँ हामी घर जान्छौँ आजको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई जम्मै हेर्नु होला र लाइक सेयर सब्सक्राइब गर्नु होला ए त्यो पनि दियो बाघले काँचो मासु खान्छ भन्दा भन्दै मासु सक्यो त सोल्टी अब के भन्नु यस्तै छ आगो बल्दैन है टाटौँ न त ढुङ्गा अलिक मोटो भयो ढुङ्गा चाटो ल फाइनल्ली हाम्रो यो पनि सक्यो मासु आगो चाहिँ मारिदिउँ न सकेन नि त लास्ट भनिदिनु त लु के भनिदिने तपाईँको
यसो एक दुई शब्द राख्दिनु पर्यो क्याप्टेनले एउटा के ल टिम क्याप्टेन हाम्रो यहाँको अहिलेको क्याप्टेन सबले लगभग आज चाहिँ हाम्रो भ्रमण छ त्यो पुग्ने खै वार्ड नम्बर 6 हैन यो वार्ड नम्बर 6 को लगभग पुग्ने त यता झ्याम झ्याम हान्ने हैन हौ हाम्रो इन्टरभ्यु स्विमिङ क्षेत्र हो गौडाको यो सकिसकेको छ अब लगभग पानी रहेनछ यो यसोटी चाहिँ आयो ए तेरो भागे इन्टरभ्यु दिँदा दाइ त ल अब जाने भनेको जाने ल अब सबैजना ठिक भइसक्यो हैन बाइ बाइ where the shadows play. ल तपाईको खाजा The wind hums Bye. songs at the break Bye. of day. ल अब चाहिँ हामी लाग्यौँ घरतिर दाइहरू चुगा तल जाँदैछ बाटो चाहिँ फेरि यस्तो छ ढुङ्गा घारी आम्मा कस्तो पौडी हान्नु ल भनेर आएको है यहाँ आएपछि त पानी नै पो छैन यस्तो जाडो पनि भयो पानी पनि थिएन त्यही पनि हान्यो कम्ती पानीमा भए पनि मजा आयो त्यसपछि सेकुवाहरू खाइयो दाइले चाहिँ जुस पनि अलिअलि बजाइहाल्यो है अब चाहिँ घरतिर हामी लाग्छौँ हामीले चाहिँ बाइक फेरि माथि राखेको छ डाँडामा यस्तो ओह्रालो छ यहाँबाट यस्तो जानुपर्ने यहाँबाट माथि डाँडामा तल हाम्रो माथि हुन्छ कौवा बिरयानी अरे यो चाहिँ अलैँची कुन चाहिँ भात्नुपर्ने यो डन्ठा निस्केको चाहिँ हो यस्तो चाहिँ अलैँची रहेछ यहाँ मार्छ अहिले कुन्चेको बारी हो एउटा निकाल्दै ल नरिसाउनु होला एउटा चाहिँ निकालिदिएको छु खोइ यही हो कि होइन यो दादाले फेरि यही हो भन्दै यही हो त हो यस्तो हुँदैन है यहाँ भित्र दाना हुँदैन त ए भनेपछि झ्याङ त ए अलैँची देखो भने फेरि तिमीलाई टिपिस 1000 रुपियाँ निकाल भन्नु अरे अहिले कलिलो होला है दाना रहेछ त आहा दामी हुँदो रहेछ तर केही नआउँदो रहेछ कलिलो भएर हो खोइ देखाउनु त फर्स्टचोटि देखेको मैले नि यस्तो हुँदो रहेछ जरामा फल्छ भन्ने चाहिँ थाहा थियो होइन तर कसरी फल्छ भन्ने चाहिँ म चाहिँ झ्याङै उखाल्छ जस्तो लाग्थ्यो होइन रहेछ साइडमा हुँदो रहेछ यहाँ 2टा 3टा 4टा 5टा 6टा फुल खेल्दै आउँदो रहेछ क्या पोल आएको जस्तो ठ्याक्कै नि बुगा यसको भाउ फेरि महँगो छ यहाँ पहिला त सुन र यो कम्पिटिसन थियो नि अब ओ दाइ चरर गर्दो रहेछ दाना त गर्दो रहेछ नि चरर त हुँदो रहेछ कल्ले भए पनि कडा हुन्छ नि त दाना टोक्छ होला नि त दाना टोकेको त त्यही भएर दामी फल हानेको छ नि भित्र देखो जराप्पै भएको क्या सेतो देखो भने त मार्छ नि हो घरबेटीले यस्तो दामी भएको रहेछ यसलाई चाहिँ ल हाम्रो चाहिँ यो डुकाटी सुपर बाइक डुकाटी होइन त तपाईँको कुन बाइक हो दाइ ए बसन्ती ल दाइको बसन्ती बाइक सुरु भयो अब यस्तो दामी छ ठाउँ चाहिँ है आमा पानी चाहिँ अलिक कम्ती आएछ योपालि अरू जम्मै ठिक छ होइन घर पनि कति माथि छ डाँडामा जम्मै डाँडातिर घर उहाँ चाहिँ हाम्रो साथीहरू आउँदैछ दोर्जे हेलो दोर्जे कम फास्ट गलियो त्यहाँ आइपुग्दा 20वटा फोटो खिच्छ भने म त अब हिँड्नु पनि डर भोलि रातारात भाइरल भइहाल्यो भने के गर्नु बाटै पछि फोटो दाइको फेरि कडा जाँदैछ बर्खा लागिसको जोत्ने खन्ने मान्छे भएन त टेन्सन छ सबैको भाइरल ल खिचौँ फोटो चाहिँ अझै ओए यो त ठाउँ त कहाँ आइपुग्यो यार ओए यस्तो यो हो नि त ठाउँ त आम्मा यस्तो गहिरो छ भिरै यो चाहिँ आमै माथि छ यहाँनिर यहाँ मुनि घर अनि अझै यता माथि पनि घरहरू छ यस्तो भिड छ
यहाँ मान्छे पहिरो पनि गएर यत्रो पहिरो गएको छ यस्तो छ है ठाउँ चाहिँ जे होस् बबाल छ क्या बबाल गर्मी महिनामा आउँदाखेरि चाहिँ यस्तो दामी छ नि यो चाहिँ हो नि त भिड आम्मै भिड त यो हो नि त हौ भिड यस्तो दामी छ ठाउँ त्यो यहाँबाट झऱ्यो भने चाहिँ यहाँबाट झऱ्यो भने त मान्छेको यहाँ हड्डी मात्र भेटाइन्छ होला हौ तल मान्छे हिँड्दै रहेछ टमटर के बोकेर के भएर त आउँदै के भएर भोलि फेरि त गाउँ आउनु पर्ने भयो गौडा रे मनेको पेन्टी छोड्यो ढुङ्गा सुगा धेरै बिर्स्यो नयाँ किनिदिन्छु भनेको इम्पोर्टेन्ट हेरे क्या त्यो गिफ्ट हेरेर नि त्यही भएर तनाव म भन्नु त मैले टेन्सन किन रहेछ भनेको विचार लागेको थियो हो विचारको हो कि मनेको कस्तो झगडा गरेर क्या आयो ल विशाललाई फर्किने बेला भयो त नि आयो ल हामी चाहिँ अब आउँदा आउँदा यहाँ बाटोमा पुल पनि आयो त्यही भएर एकछिन यहाँ झोलुङ्गे पुलमा यसो चटक्क निस्किएर मात्र गइहाल्ने भनेर ढिलो पनि भइसक्यो नि त अब त रात परिसक्यो ठ्याक्क गएर अब निस्किएर यस्तो हल्दैन केही छैन दाइ अर्को पालि तपाईँ बर्थडेमा हामी गिफ्ट हान्छौँ तपाईँलाई होइन त लास्टमा मलाई भन्दै आफ्नै रहेछ नि त के गर्नु मैले नयाँ किनिदिन्छु भनेको कि त्यो एकदम इम्पोर्टेन्ट हो भन्छ गिफ्ट आएको लु छिटो 1 2 3 स्पिड कुदेर जानुपर्छ नि 1 2 3 गो ओए बच्चा शाहरुख खान है शाहरुख खान आयो राधे राधे युगसम्म नि यस्तो सिन हानेको थिएन त्यस्तो हान्दै आज पुरा ध्यानमा हुनुहुन्छ त उहाँ फेरि पेन्टी हराएको उयसमा पेन्टी बिर्सिनु भने कत्रो तनाव हुँदो रहेछ भन्ने कुरो भिडियो यस्तै पोज भनेको कुन भने नि तिमीलाई थाहा नै पाउँदैन ल ल ल ल म दाइको पोज कसले पत्तै पाउँदैन लु पोज हानिदिउँ त अरे पोज आयो ओ लु कडा 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 दाइको पोज कडा 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 अब अर्को ल ल अर्को पनि लु कसले थाहा नपाउने गरेको लु यो त आशिका तामाङले उयो गरे जस्तो भयो त योगा गरे जस्तो भयो हो कि न भन्छ भाइ ल अर्को लु अब यो चाहिँ कुन सहितको आयो फेरि सहितको एक बेला सहित ल अब चाहिँ यो खानु लु अब चाहिँ ठन्डा ठन्डा कुल कुल लु कस्तो कस्तो जाँदैछ हौ दामी ए1 एकदम दामी मिठो रहेछ हौ पुलमा आएर चाहिँ यस्तो खानुपर्छ है यस्तो रेन्डिएटनको पोच यो हो नि त अर्को अर्को कुनको अरे अघि कुनकोमा हान्नु बाँकी छ भन्दै नि अर्जुन दाइ सही छ सही छ बाँकी चाहिँ अरू अब अलिक अर्को पालि भ्लगमा आउँछ